चाहिँ यहाँ रेड बुल हान्दैछौँ है। र्याली आयो खत्रै खोतल रहा पैसा हाम्रो सेक्सी बोय क्लिप बाइक रिपिट यो वाला भन्नु यो गाइस वेलकम टु माई भ्लग है एनदर डे एनदर भ्लग। अब हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दाखेरि टेकु हल्का सपिङ हान्नु पर्ने छ त्यही हो। अब ल सिधै बाइकमा भेटौँला। ल है हामीसँग चाहिँ एउटा स्कुटर छ एउटा बाइक छ। आज चाहिँ अब एफजेडमा जानुपर्ने हुन्छ है। हामी चाहिँ निस्किन पर्ने हुन्छ अब चलिदिनु पर्ने हुन्छ है त। जो अब हामी यहाँबाट चाहिँ कलङ्की निस्किन्छौँ होला। दिस इज आवर सर्टकट बाटो है। क्या हो ल केटाहरू चाहिँ खत्रै नाचिन्छन् फेरि बेमै जाने हो कि बेमा जानुपर्छ क्या हो। एङ्गल राम्रै आइरह होला सायद जतिसम्म पैसा लाग्छ। केटाहरूले पेट्रोल हाल्ने भन्दैछन्। अब टक्क पेट्रोल हाल्नु पर्ने हुन्छ। कहाँ हाल्ने ल ल ल हल्का साउन्ड क्वालिटी चाहिँ अलिकति आइरह होला। मैले माइक हालेको थिएन अब माइक हाल्नु पर्ने हुन्छ चाँडै। अब बिस्तारै हेरौँ कस्तो आउँछ रेस्पोन्स त्यो अनुसारले माइक साइक पनि हाल्नुपर्ने हुन्छ। अहिले चाहिँ त्यो विन्ड आइरह होला सायद। ल केटा हामी चाहिँ कलङ्कीमा आउँ है। अब यहाँबाट चाहिँ टेकुतिर लाग्नु पर्ने हुन्छ त्यही हो। अब काठमाडौँमा चाहिँ हल्का पोल्युसन छ केटा हो यस्तै छ के गर्नु। यहाँबाट सिटिङ यहाँबाट चाहिँ सय सेकेन्ड रहेछ। अब हामी यहीँ अड्किन पर्ने हुन्छ एकछिन केटा हो जान्छ है। एकछिन बस्दिउँ न त के गर्नु सामा बस्दिनु पर्ने हुन्छ बस्दिनै पर्ने हुन्छ। उयार इन कलङ्की है। अच्छा कलङ्की चोकमा छौँ हामी। यता चाहिँ मामाहरू छन्। हेलो मामा। हामी चाहिँ पेट्रोल पम्प आइपुगिसक्यौँ है केटा हो। केटाहरूले चाहिँ पेट्रोल हाल्न लाग्छन् त्यही हो। यसमा हाल्ने भने हामीले यसमा पनि हाल्नु पर्ने हुन्छ। अब यसमा पनि तेल हालिदिउँ होला। केटा अहिले चाहिँ पैसा निकाल्दैछ है। कति हो 500 1000 हालिदिउँ न कि क्या होला है केटा। यसले त खत्रै खोतलेर आएको पैसा सही हो। हामी त तेल हाल्नु पर्ने हुन्छ। कति हो 500 कति हो तेल तेलको 1 कति हो यताको हो कि यताको 168 रहेछ है केटाहरू तेलको चाहिँ। तर हामीलाई बाल छैन जति भन्नु चाहिँ 500 हाल्नु। फाइनली हाम्रो तेल चाहिँ हालिसक्यो। अब हामी चाहिँ यताबाट टेकु चल्दैछ। यता चाहिँ बसिरहेको छ हो। यो चाहिँ हिरो हाम्रो ग्रुपको है टक्क छोडा होला है। एक लाइन बाँकी रहेछ अझ यति छ तेल चाहिँ। यस्तै छ। यो चाहिँ कालीमटी हो। यो चाहिँ खतरा डान्सर सिङ्गर सबै हो अलराउन्डर हो है केटा यो चाहिँ। अब केटा हामी यताबाट चाहिँ टेकु चल्दैछ। हामी चाहिँ अहिले तरकारी बजारतिर छौँ है। अब कसैलाई तरकारी चाहिएमा कन्ट्याक्ट हाना हो म सप्लाई हानिदिन्छु रे क्या। बाइकलाई अलिकति ल्याङ हान्दैछ नि केटा हो। फेरि मैले आज लाइसेन्स नै बोकेको छैन क्या भ्याउ दिएको छ। अरू साथीको बाइक चलाइरहेको छु तर मसँग लाइसेन्स छैन। यहाँबाट चाहिँ सायद टेकुसम्मै हल्का जाम जामै हुन्छ है। अफिस टाइम पनि पऱ्यो नि त त्यो भएर नि होला सायद। म चाहिँ खासमा के अरे के लिन जान्ला भन्दाखेरि मेरो बाइकमा त्यो साइड लाइटहरू हाल्नु पर्ने थियो। अनि ट्यासर नै हालिदिउँ भनेर त्यही लिन जान्ला हो। अब हामी त्यहाँ ट्यासरहरू लिएर अनि सायद भोलि सिएमडब्लुमा हाल्छौँ होला। त्यसको नि म भ्लग बनाउँछु। हामी चाहिँ टेकुतिर पर्ने हुन्छ केटा हो। फाइनली हामी टेकु आइपुग्यौँ। अब हामी यहाँबाट चाहिँ आदित्य दाइको पसल जान्छौँ अनि त्यहाँबाट अलिअलि सामान उठाउन पर्ने छ।
है त द भ्यू अफ टेकु बिहान बिहान हल्का आधी पसल बन्दैछ आधी पसल खोल्यो तर हामी जाने पसल चाहिँ खोलेको कि छैन भन्ने कुरा आई थिङ्क बन्दैछ कि क्या लस्सी ल केटा पसलै बन्द रहेछ अब हामी यहाँ जानुपर्ने हुन्छ ल केटा हामी चाहिँ फाइनल टेको आयौँ है आदित्य दाईको पसल बन्द रहेछ हामी चाहिँ यता आयौँ अनि यहाँ चाहिँ हाम्रो दाई हुनुहुन्छ यहाँ हामीले फेरि भिडियो बनायो यहाँ कपिराइट लाग्छ अनि गीत बजिरहेको रहेछ हामीले हाल्न प्यासर चाहिँ यो मक्सीको दाइले चाहिँ हामीले मिलाएर 600 सम्म दिए अब यो चेक गर्नुपर्ने हुन्छ लोकेसन चाहिँ यता हो है टेकुको लास्ट एन्डिङतिर जोड्नु पऱ्यो केटा बल्यो है 650 देखि 650 750 यो 400 होइन त्यो बुढा त्यो सानो 400 मैले 400 मा हाल्यो यहीबाट यही दाइ अर्को यो बाइकमा हामीले 400 मा हाल्यो अनि उयो एकराको तलको चाहिँ कति हो 450 त्यसको 450 हो बार्गेनिङ भइरहेछ यो चाहिँ हो केटा हो हेलमेट राख्ने खतरा हुन्छ यो जेमा राख्नु भयो क्या अब बाइकमा राख्यो भने राम्रो देखिन्छ नि त ए अनि कति यो बिग्रियो भने नि फेरि यसमा चार्जिङ हो यसमा बिग्रिने सिग्ने के छ त यसो कति हो र 450 त्यो अब कलर बाइ कलर चेन्ज यो त्यही किन्न मन लाग्छ यार यो किन्ने कि त्यही हाल्नु पर्ला यो पछि लगाउँला एउटाको चार्ज कि दुईटा आउँछ होइन यसमा एउटा मात्रै हो एउटा हुने यो भने कि यो वाला चाहिँ यो वाला होइन यो वाला भने यो 450 भन्दै हुनुहुन्छ हामीले चाहिँ 400 दिनु भने फललाई चाहिँ यस्तो हुन्छ कि दुईटाको 1500 जोडीको स्युज पनि हो स्युजको पनि सबै आउँछ लिन आउला नि त ब्याक लाइटमा त्यो ब्रेक हान्दा क्लिक हान्ने वाला त्यो बल्ब चाहिँ क्या कति 350 यही तलबाट 200 लगायो 200 लिएर जाने ल अनि एउटा बल्ब हाल्नु पर्यो रे यसलाई म किन्दिँदैछु है ल धन्यवाद यार ल धन्यवाद यार स्टिकर चाहियो नि कन्ट्याक्ट है स्टिकर टन्नै छ स्लिप बाइक रिपिट रे केटा उताकै यो पनि मोटो हो तपाईँले यसमा मार्केटमा पातलो पनि आइरहेछ 950 1000 रुपियाँ त्यस्तो पनि आइरहेछ यो माल मेटेरियल यो जुन नि यो यसमा यहाँ व्हाइटवाला हुन्छ यसमै कलरवाला कलरफुल टाइपको आउँछ त्यो 1000 मा आउँदैन हेर्दा गइरीले चाहिँ बार्मी पनि हामीले लायो है यहाँ यसो के किनिन्छ जे मनपर्छ त्यही उठिन्छ केटा भने चाहिँ यो टालिदिनु पर्ने हुन्छ स्कुटरमा है केटा टक्क हाम्रो डब्लुको स्कुटर भइसक्यो यहाँ चेन्ज पनि भइरहन्छ प्लिक पनि भइरहन्छ सब ओभरलोड सबै गर्छ नयाँ चिज अब हामी चाहिँ यहाँ रेड बुल हान्दैछौँ है यो चाहिँ रेड बुल हानिदिएको 46 यो 93 ट्विन्स हेलमेट है केटा हो यहाँ चाहिँ नयाँ ग्राफिकको एक्जरै हामीले चाहिँ भर्खर यहाँ कटिङ हानेर टक्क बनाएको यहाँ चाहिँ अल्प्लान स्टार टाँच्दिएको यहाँ चाहिँ रेड बुल यहाँ 93 है यस्तो गर्दै यहाँ नाम छ यो चाहिँ गैरीको हेलमेट यो चाहिँ बिपुलेको हेलमेट है चाहिँ दामी देखियो है र यिनीहरूले ट्विन्स देखिहाल्दा क्या हो ल 8000 मा आउँछ गगल सन छुट्टै किन्नु भने यो सामानको यो चाहिँ भनेको क्या दाइ मैले खतरा हेलमेट छ यहाँ त्यो बाइक चाहिँ अटो पाइलट मोडा गयो अहिले आफै अटो पाइलट हुन्छ है टक्क यहाँ ल अलिकति बटाएर त हेर्नु है केटा अटो पाइलट हाम्रो सपिङ सकिसक्यो है दाइ अब चाहिँ हामी आएर चलिदिनु पर्ने हुन्छ बाइकमा ल केटा अब चाहिँ चलिदिनु पर्ने हुन्छ दाइ गएको है अगाडि छन् अब चाहिँ बाटो खाली होला कि भन्ने हो खाली भइदियो त चाँडो पुगिन्थ्यो अब प्याकै भयो भने चाहिँ अघि नकै पारा हुन्छ होला सायद केटा हो हामी चाहिँ जाममा यो चाहिँ हाम्रो सेक्सी बोय हो होइन सेक्सी बोय रेसर हो यो चाहिँ खासमा यो रेस केले एन्टरको हो मैले भन्न बिर्सेँ गइदिनु त ह्याप्पी सपिङ हानिदिएको त अनि आज के हो कि क्या हो ल केटा हो ब्यागभरि है ह्याप्पी सपिङ हानिन्छ हेभी भनौँ है हामी खासमा एउटा सामान उठाउने भनेर मात्रै गएको मक्सीको फ्ल्यासर उठाउनु भनेर गएको लास्टमा के उठाइयो फाइनली कुरा हो फाइनली खोल्यो ड्याम रफ्तार यो यस्तो एउटा र्याली आयो यार अन्त हाम्रो जापर बस्नु एउटा हामीले पोख्तामा ठाउँ पुऱ्यो है ओ माई गड ल बजिरहेको
जानुपर्ने हुन्छ तर कलफल हाम्रो सिसिएसको तलफल छ यहाँ म पढाएको कलेज यही हो पहिला है म कम्ती छ केटा हो केटा यो चाहिँ यो एक्सिडेन्ट भएको ठाउँ है पहिला चाहिँ यहाँ नेपाल आएको बससँग छुट्याएको थियो यो बाइक किनेको कति धेरै पनि कलङ्गीको मोबाइल पसल आयौँ है यो चाहिँ हाम्रो दाइको मोबाइल पसल हो चिना दाइको त्यो र बाइक राखिदिनु पर्ने हुन्छ है यहाँ चाहिँ हाम्रो काम छ माइक साइक सोध्नु पर्ने हुन्छ है यो गाडीको भ्यू अफ पसलको भ्यू यहाँ चाहिँ खतरा खतरा सामान पाइन्छ है केटा हो त्यहाँ माइक किन आएको त यहाँ कनेक्टरहरू त्यो कोही 150 यसको त्यो टिक्न टिक्ला नि होइन यो नि ठिकै ठिक छ सस्तो पऱ्यो ए चार्जै गर्नु मिल्दो रहेछ नि त यसको कति त्यो 1500 यो 700 यो 700 चल्न त चल्दैन 150 पनि चेक गरेर दिने है यहाँ चलेपछि भयो चेक गरिदिउँ होला हामी है पर्ने हुन्छ केटा यहाँ चाहिँ फोन पनि दामी है के चाहिन्छ यहाँ केटा अब चाहिँ हामी चल्दैछ यहाँबाट एउटा कन्भर्टर दिनसक्यौँ हामीले है दाइको पसलबाट अब यहाँबाट चाहिँ घरतिर लाग्नु पर्ने हुन्छ दौडायो है गाडीले र जाममा पऱ्यौँ क्या केटा हामी हो त यार फाइनली हामी कलङ्की आइपुगिसक्यौँ चोकमा अब यहाँ चाहिँ जाम छ त्यही भएर अब हाम्रो भ्लग चाहिँ यहीँ एन्ड गरिदिउँ होला अब हाम्रो घर पनि पुग्न लागिसक्यौँ यता सिलाइदिउँ मामाको दुध पनि हाम्रो भ्लग चाहिँ यहीँ एन्ड गरिदिउँ होला अब भेटौँला हामी अर्को भ्लगमा अहिलेको लागि यति नै हुन्छ बाइ